स्पाइक पनि ब्लक आइमल उनलाई दिनुस् म त भन्छु म्याक्सिममलाई युज गर्नुस् आइमललाई एनिमलमा कन्भर्ट गर्नु निकै राम्रो सर्भिस थियो वकारबाट रबिन्सन रबिनको यो स्पाइक फर्स्ट लाइनमा यो जुन स्पाइक दिएका छन् यसको कुरा धेरै बेर हुनेछ चर्चा धेरै हुनेछ देवराज जोशीको सेलिब्रेसन हेर्नुस् उनको खुसी हेर्नुस् क्यारेक्टर हेर्नुस् अनुभवी खेलाडीको सन्चु क्याप्टेनले खुसी दिएका छन् फायर बन्न पुगेका छन् यहाँ सन्चु सन्तर सन्चु यहाँ मात्र होइन नेपालमा जहाँ जान्छ यो टिम सफल हिमाल सुनरीले रोकेका छन् उनलाई वकार मुहम्मद स्पेशल यतिका दिन यति लामो समयदेखि 12-15 घण्टा नन स्टप तपाईँको लागि यो मेहनत गर्दैछ भने हेर्न सक्छौँ धेरै धेरै धन्यवाद वकारको शट होपलेस पुलिसको डिफेन्स सुपर लिटन रबिन रोकेको छ कन्टकी प्रदेशले रोकेको छ दीपक राजले फाइदा लिन चाहन्छन् तर आइमल अनियन्त्रित हुन पुगे यहाँ अनलकी हुन पुग्यो उनी नेटमा जान पुग्यो उनी नवीन छेत्री सुपर च्याटको लागि तपाईँ सर्भिस यहाँ भीमगाह हिमाल सुनरीले कम्प्लिट गरेका छन् टास्क यो अङ्क प्राप्त गण्डकीकी समर्थक हुनुहुन्छ रबिनको सर्भिस चान्स बल हुनेछ रेशम सन्त्यालको लागि तर राजन व्यस्त राम्रै गरे राजन तरलामीले अदनान खानको ब्याक सेटअप आइमल खानको स्पाइकले तिरेछ सेट पोइन्ट बुलेट स्पाइक सँगै बुम पहिलो सेट डिजे सन्तोष चौधरी थ्याङ्क यू सो मच र यहाँ भने गण्डकी प्रदेशको नाममा अर्को अङ्क हुनेछ प्रहार रोकिएको छ दीपक राज जोशीबाट डिफेन्स टाइट गरेको छ अब पुलिसले राजन तरलामीको राम्रो टाइप छ यहाँ विसल छ विकास गुरुङले अङ्क दिइसकेका छन् पुलिसलाई इलिगल टस मारिरहेका छन् आइमलको कडा प्रहार सन्दीप चोखाल थ्याङ्क यू खराब रिसिभ भीमगाह जस्तो अनुभवी लिभरबाट पनि गल्ती भयो रेशम सन्थ्याल सर्भिसमा छन् वकार राजन तरलामीको सेटअपमा प्रहार गर्नेछन् आइमलले तर यहाँ